हामीले न्युटन्स फरवर्ड इन्टरपोलेसन युज गरेर क्वेसन सल्भ गरिसकेका छौं र अर्को क्वेसन दिएको छ हामीलाई जुनमा चाहिँ x को भ्यालु 2.5 बाट सुरु भएर 4.5 सम्म रहेको छ र हामीले एस्टिमेट गर्नुपर्ने छ y 3.9 y 3.9 चाहिँ 3.5 र 4 को बीचमा रहेको छ त्यसैले हामीले y 3.9 चाहिँ टेबलको ब्याकवर्ड तर्फ रहेकाले हामीले ब्याकवर्ड इन्टरपोलेसन युज गर्छौं र ब्याकवर्ड इन्टरपोलेसनको लागि हामीले yn र नेब्ला yn युज गर्नुपर्ने हुन्छ भने फरवर्ड इन्टरपोलेसनको लागि y0 र डेल्टा y0 युज गरेका थियौं हामीले डेल्टा सिम्बल युज गरेका थियौं फरवर्ड इन्टरपोलेसनमा र ब्याकवर्डमा नेब्ला सिम्बल युज गर्नेछौं x को भ्यालु रहेको छ 2.5 3.0 3.5 4 र 4.5 yn को भ्यालु रहेको छ 9.75 12.45 15.7 19.52 23.75 र यसको डिफरेन्स हुन्छ 2.7 3.25 र डिफरेन्स निकाल्दा हामीले जहिले पनि तलको भ्यालुबाट माथिको भ्यालु घटाउनु पर्नेछ 3.82 4.23 0.55 0.57 0.41 0.02 minus 0.16 र minus 0.18 रहेको छ p क्याल्कुलेट गर्नुपर्ने हुन्छ p को फर्मुला रहेको छ x minus xn by h र h हाइट डिफरेन्स रहेको छ टेबलमा 0.5 x हामीले क्वेशनले दिएको छ 3.9 हामीले xn सेलेक्ट गर्नुपर्ने हुन्छ हामीले xn को लागि 4.5 अथवा 4 लाई सेलेक्ट गर्न सक्छौं यदि हामीले 4.5 युज गर्यौं भने हाम्रो p डिफरेन्ट हुन्छ र 4 युज गर्यौं भने p डिफरेन्ट हुन जान्छ र 4.5 युज गरेको केसमा हाम्रो 4yn सम्म युज गर्नुपर्ने हुन्छ भ्यालु र 4 लाई युज गरेको केसमा नेब्ला क्यूब yn सम्म र हामीले 3.9 माइनस हाम्रो लास्ट भ्यालु रहेको छ 4.5 डिभाइड बाइ 0.5 र हाम्रो भ्यालु आएको छ -1.2 हामीले p को भ्यालु निकालिसकेका छौं -1.2 न्युटन्स ब्याकवर्ड फर्मुला रहेको छ yn plus p नेब्ला yn plus p plus 1 by 2 factorial नेब्ला स्क्वायर yn हाम्रो फर्मुला चाहिँ न्युटन्स फरवर्ड र ब्याकवर्डमा सिमिलर छ हामीले न्युटन्स फरवर्डमा माइनस साइन युज गर्छौं र न्युटन्स ब्याकवर्डमा प्लस साइन युज गर्छौं हाम्रो yn रहेको छ 23.75 प्लस p रहेको छ -1.2 इन्टु नेब्ला yn रहेको छ 4.23 प्लस -1.2 -1.2 प्लस 1 by 2 इन्टु नेब्ला स्क्वायर रहेको छ 0.41 प्लस -1.2 -1.2 प्लस 1 -1.2 प्लस 2 by 3 को फ्याक्टोरियल yn रहेको छ -0.16 प्लस -1.2 -1.2 प्लस 1 -1.2 प्लस 2 -1.2 प्लस 3 इन्टु नेब्ला 4yn रहेको छ -0.18 डिभाइड बाइ 4 फ्याक्टोरियल र सबै क्याल्कुलेसन गरिसकेपछि हाम्रो भ्यालु आएको छ एन्सरको लागि र हाम्रो फाइनल एन्सर आएको छ 18.7155
हामीले एक्सएन 4.5 लिएर भ्यालु निकालिसकेका छौँ र हामी फेरि एकपटक 4.0 लाई लिएर ट्राई गर्नेछौँ र एन्सरलाई कम्पेयर गर्नेछौँ र हामीले एक्सएन चाहिँ 4.0 लाई लियो भने हाम्रो p हुन्छ x माइनस xn बाई h र हाम्रो x रहेको छ 3.9 माइनस xn रहेको छ 4.0 बाई हाम्रो हाइट रहेको छ 0.5 र हाम्रो p आउँछ माइनस 0.2 हामीले फर्मुला लाउँछौँ ब्याकवर्ड फर्मुला y 3.9 इक्वल टु yn प्लस नेब्ला yn प्लस p plus 1 by 2 factorial नेब्ला स्क्वायर yn प्लस डट डट हाम्रो yn हामीले 4 युज गरेकाले हाम्रो भ्यालुहरू 19.5 to 3.8 to 0.57 र 0.02 हुनेछ यसभन्दा अघि हामीले 4.5 युज गरेकाले हामीले 5 वटा भ्यालुलाई युज गरेका थियौँ यसले गर्दा हाम्रो प्रोसेस केही लङ हुन गएको थियो yn रहेको छ 19.5 to प्लस minus 0.2 into 3.82 plus minus 0.2 plus 1 into 0.57 divided by 2 factorial plus minus 0.2 plus 1 minus 0.2 plus 2 into 0.02 by 3 factorial र हाम्रो भ्यालु आउनेछ 19.52 minus 0.764 र हाम्रो क्याल्कुलेसनबाट भ्यालु आएको छ 19.52 minus 0.764 minus 0.0456 minus 0.0010 र यसलाई क्याल्कुलेट गर्दा हाम्रो भ्यालु आउँछ 18.7094 र हामीले भ्यालुहरू चेक गर्न सक्छौँ 18.7155 जुन चाहिँ हामीले 4.5 लिँदा आएको थियो भने 18.7094 हामीले 4 लाई लिँदाखेरि आएको छ त्यसैले हामीले 4 वा 4.5 कुनैलाई yn को रूपमा लिएर यस क्वेशनलाई सल्भ गर्न सकिन्छ